क्लब वर्ल्ड कपमा साउथ अमेरिकन टिम्सहरुको दबदबा अनि अहिलेसम्म अनबिटन छन् साउथ अमेरिकन टिम्सहरु। क्लब वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि यदि तपाईले कुनै फुटबल फ्यानलाई सोध्नुहुन्छ कि म्याच डे 2 को बिचमा आउँदा साउथ अमेरिकन टिम्सहरु अनबिटन हुन्छ अनि साउथ अमेरिकन टिम्सहरुले युरोपियन टिम्सहरुलाई आफ्नो दबदबामा राखिराख्छ, त्यो फ्यान तपाईमाथि हाँस्थे होला, बट अहिले रियालिटी छ। चेल्सी जसले अहिले रिसेन्टली कन्फरेन्स लिग जितेको छ, च्याम्पियन्स लिगमा क्वालिफाई भएको छ एन्ड फर्ममै छ भनौं हैन, यस्तो टिमले भूत बनाउँदै फ्लेमिंगोले 3-1 को स्कोर लाइनले जितेको छ। एन्ड फ्लेमिंगोको कोचको सब्स्टिट्युसनहरु अन पोइन्ट थियो। फर्स्ट हाफमा चेल्सीले 1-0 को लिड ल्याएपछि चिल हो, सेकेन्ड हाफमा पनि 1-2 गोल गइहाल्छ जस्तो फिल भएको थियो हैन, बट त्यो 56 मिनेटको सब्स्टिट्युसनले चेल्सीको 1-2 गोलमा मुद दियो अनि त्यो रेड कार्डले पनि पुरै गेम पल्टिदियो। सो या एनदर गेम, एनदर साउथ अमेरिकन टिम्स विनिङ अगेन्स्ट युरोपियन टिम। साउथ अमेरिकन टिम्सहरुले योपालि धेरै नै सरप्राइज गरेको छ एन्ड यसले गर्दा हल्का भए पनि क्लब वर्ल्ड कप हल्का इन्ट्रेस्टिङ हुँदैछ। एन्ड लास्टमा हजुरहरुले के लाग्छ, के योपालि साउथ अमेरिकन टिम्सहरुले क्लब वर्ल्ड कप जित्न सक्ला त? जस्ट लेट मी नो इन द कमेन्ट्स।